निकोलस भुसाल माइती घरमा धुरु रोएका छन्। समर्थकहरू र वरिष्ठ समाजसेवी अभियन्ताहरू गएर भेटघाट गर्ने क्रममा निकोलस भुसाल यसरी रोइराखेको दृश्य हामी देखाइराखेका छौँ। उनी अनसन बसिरहेका छन्। विगत 4 दिनदेखि शहीदहरूलाई न्याय मिलोस्, जेएनजीको माग पूरा होस् भन्दै यति बेला निकोलस भुसाल केही नखाई अनसन बसिराखेका छन्। यति बेला माइती घरमा भने यहाँ समर्थकहरूको बाक्लो भिड छ, हामी देख्न सक्छौँ। यति बेला उनलाई भेट्न आउने र केही सम्झाइ बुझाइ गर्नेहरूको भिड पनि छ। यसैगरी सलेन पानी चढाएर निकोलस भुसाललाई राखिएको छ। यसरी सुतिरहेको अवस्थामा छन् निकोलस भुसाल यति बेला माइती घरमा र उनले केही नखाएको कारण र आफ्नो ज्यानमा शरीरमा इनर्जी पनि कम भएको कारणले उनलाई सलेन पानी दिएर राखिएको छ भने अहिलेसम्म कुनै पनि नेताहरू अर्थात् सरकार पक्ष भेट्न नआएको निकोलस भुसालले जानकारी दिएका छन् र उनी प्रत्यक्षमा छन्। कोही आइदियोस् र वार्ता गरोस् भन्दै उनी यति बेला अनसन बसिराखेको हामी दृश्य देखाइराखेका छौँ। यति बेला